गुड इभिनिङ साथीहरू, हजुरहरूलाई फेरि पनि मेरो च्यानलमा स्वागत छ है। यो भिडियो पुरा हेरिदिनु होला, किनभनेदेखि आज हामी पावर डिपार्टमेन्टमा काम गर्नेहरूको लाइफको बारेमा अलिकति तपाईँहरूलाई भन्न चाहन्छु है। हेर्नुहोस्, हामी हरेक पटक है तपाईँहरूको सुविधाको लागि अगाडिदेखि नै यसरी प्रिपेयर गर्छौँ कि अब बर्खा अब पानी पर्ने टाइमहरू लाग्यो नि त है। रेनी सिजन भयो, हावाहुन्डरी चल्छ, त्यसले गर्दाखेरि चाहिँ धेरै प्रकारको प्रब्लमहरू हुन्छ है। लाइनहरूमा चाहिँ आगाहरू लागेर यो रुखपातहरूले छोएर धेरै लाइनहरू सर्टहरू हुन्छ नि त। अनि त्यसले गर्दाखेरि चाहिँ हामी अहिले नै यसलाई यस्तो प्रकारले साफसफाइ गर्दैछौँ, किनभनेदेखि भोलिको दिन पानी परिहाल्यो भनेदेखि तपाईँहरू अँध्यारोमा बस्नुपर्छ। कसैको घरमा सानो नानी छ भन्छ हामी पानी झरीमा पनि बनाउनुपर्छ त्यो टाइममा होइन। तर हामीलाई माया चाहिँ फेरि कसैले गर्दैन है। यस्तो भन्छ नि मान्छेले चाहिँ होइन, साला यो पावरमा काम गर्नेहरू काम छैन, बत्ती काट्यो अर्काको, यहाँ अँध्यारो बनाइदियो भने साह्रो बिच्किन्छ हो। तर हामीले काटेको हुँदैन नि त, यो प्रब्लम भइरहेको हुन्छ एनी टाइम होइन। तर पनि हामीले तपाईँहरूको प्रब्लमलाई सर्ट आउट गर्नको लागि चाहिँ अगाडिबाट नै प्रिपेयर गर्छौँ यसरी है। र तपाईँहरूले यो भिडियोलाई पुरा हेरेर है, यसमा कस्तो सहमति छ तपाईँहरूको, तपाईँहरूले यहाँनिर प्रतिक्रियाहरू लेखिदिनु होला है, कमेन्टहरू गरिदिनु होला। अनि भइसक्दो तपाईँहरूले यसलाई यो भिडियोलाई सेयर पनि गरिदिनुहोस् है। यो भिडियो चाहिँ अरूले पनि हेर्न सकोस् र बुझोस् कि पावर डिपार्टमेन्टमा काम गर्ने युथ केटाहरूले चाहिँ अब यस्तो प्रकारले तपाईँहरूको दुःखलाई बुझेर है, बत्ती नजाओस्, तपाईँहरूको घर अँध्यारो नहोस् भनेर चाहिँ अगाडिदेखि नै यसरी लाइनहरू सफा गर्छ, क्लियर गर्छ है। अब अहिले पानी परेको छैन त हामी अहिले सफा गर्दैछौँ होइन। अन्त पानी परे पछाडि त हामी सफा गर्नु सक्दैनौँ नि त फेरि हो। अन्त अहिले सफा गर्छ हामी ढ्याङकै यो सफा गरिसके पछाडिदेखि चाहिँ हामी लाइन चढ्छ। अब लाइन काटिरहेको हुन्छ यतिखेर होइन। तर सबैजनाले के सोचिरहेको छ, पावर डिपार्टमेन्टमा काम गर्नेको काम छैन भनेर होइन। र अहिलेलाई यति नै है, फेरि पनि हामीले सफा गरिसकेको छौँ। तपाईँहरूलाई यो भिडियो कस्तो लाग्छ, के लाग्छ है, यसलाई हेरेर लाइक गरिदिनुहोस्, कमेन्ट गरिदिनुहोस्, सेयर गरिदिनुहोस् है। र फेरि पनि म तपाईँलाई यस्तो भिडियोहरू बनाएर हाल्ने छु है। यो मेरो पेजलाई फलो गर्नु भएको छैन भने मेरो पेजलाई पनि फलो गरिदिनुहोस्। थ्याङ्क यू। तपाईँहरूलाई धेरै धेरै धन्यवाद।